हामी यतिखेर ऐतिहासिक स्थान कुसे गाउँपालिका वडा नम्बर 9 पैक मस्त देवताको दर्शन गर्न यात्रामा छौं, जहाँ हरेक दिन धार्मिक पर्यटकहरूको आगमन हुने गर्दछ। हामी दाङ जिल्लाको पुबै गाउँपालिका वडा नम्बर 3 सुपारेबाट करिब बिहान 6:30 बजे यात्रा तय गर्यौं र यो स्थानमा बाटोहरू पक्की भए तापनि केही स्थानमा चाहिँ बाटो कच्ची थियो। भेरी नदीको पुल तरिसकेपछि हामी बिस्तारै उत्तरतिर लाग्यौं। केही भेरी नदीको किनार माथि पुगिसकेपछि जुन भेरी नदीमा मिसिने खोला हो त्यसको किनारमा बसेर हामीले लगेको नास्ता खाँदा गर्दा हामीले लगेका रोटी, बटमास, अचार मिलाएर सबैजनाले खाँदै गर्दा करिब 10 बजिसकेको थियो। सबैजनाले यहाँ रमाइलो गर्दै हामी खाना खान थाल्यौं। हाम्रो यो आज जाजरकोट यात्रामा कस्तो लागिरहेछ? आफ्नो भाडा ल्याए चिजहरू यसरी खाँदै यहाँ परिकारहरू फेरि कस्तो लाग्यो? जाजरकोट यात्रा कस्तो लाग्यो अङ्कल? राम्रो रहेछ। खानवाला कस्तो लाग्यो? ठिक एकदम राम्रो। ए घरबाट ल्याएका रोटीहरू कस्तो छ? खानपिन ठिक छ? रोटी टाढाको यात्रा यति रमाइलो भएको छ। हेर्नुहोस् कि ल टमाटरको चटनी, भाँगो चटनी। यहाँ बुढाबुढीको के छ? यहाँ रोटी सुरु भइसक्यो। जाजरकोट यात्राको समयमा यो नदीको किनारमा यसरी एउटा यो अविस्मरणीय क्षण हुन्छ। हाम्रो सरको ल यता माइलो ल रोटी के छ? मजा लागिरहेछ? है त? हेलो सबलाई नमस्कार। हामी जाजरकोट जाँदै गर्दा बाटोमा हामी यसरी घरबाट ल्याएका परिकारहरूलाई यसरी बाँडेर खाँदैछौँ। के छ त्यसमा? आलु बिर्स्यो भने होइन? आलुको रोटी, आलुको अचार बिर्स्यो। के सन्देश छ? आलुको अचार यहाँ छ। ल रोटी खाऊ। यी छेउ किनारमा रहेका सुन्दर झरनाहरूलाई निहाल्दै बाटुली भन्ने ठाउँ जहाँ मेला लागिरहेको थियो। हामी 11 गते त्यहाँ पुग्दै गर्दा 10 गते लागेको मेला सिलाउने क्रममा थियो। तर पनि त्यहाँ अनेकौं ठाउँबाट आएका यी मेला भर्न आएका व्यक्तिहरू यो खोलाका किनार तथा बाटो भिड छेउमा हजारौंको संख्यामा त्यहाँ देख्न सकिन्थ्यो। हामी बाटोमा रहेका साँघुरो बाटो भएको कारण मान्छेहरूको भिडलाई चिचोल्दै बिस्तारै अघि बढ्यौं। यहाँ युवा, युवती, वृद्ध, ज्येष्ठ नागरिक लगायत धेरैको संख्या थियो र पनि जेनजी समूहका धेरै युवा युवती देख्न सकिन्थे। जहाँ आफूले मेलामा ल्याएका व्यापार, डोका, नाङ्लादेखि लिएर धेरै आफ्ना उत्पादन भएका वस्तुहरूलाई यहाँ बेच्ने गरिँदो रहेछ। टाढा किनारमा हेर्दै गर्दा मान्छेहरूको भिड देख्न सकिन्थ्यो। हामी छक्क पर्यौं यो स्थानमा पनि यति धेरै मानिस कसरी आए भनेर। संख्या ठुलो रहेछ। हामी भित्र बसिन देखिहालेको बाटुलेको मेला, बाटुलेको मेलाका तन्नेरीहरू करिब
1 किलोमिटर यात्रा गर्दा पनि यो भिड यत्तिकै नै देख्न सकिन्थ्यो, जहाँ विभिन्न जात जाति पेसाका मानिसहरू यहाँ आएर रमाइलो गर्ने गर्दो रहेछन्। जार खान पर्ने नाइन्छ नि यहाँ नि मेलामा नत्र संख्या त भयङ्कर रहेछ यार। बाटुल्य मेलामा मान्छेको बगाल भिड यस्तो छ। यो जाजरकोटको बाटुल्य भन्ने ठाउँ 10 गतेबाट लागेको मेला। हामी यो मेलामा अनौठो दृश्यहरू निहाल्दै अगाडि बढ्दै थियौं, जहाँ विभिन्न परिकारहरू पनि पाक्दै थिए र मानिसहरू हामीलाई निहाल्दै थिए। हामीलाई कतिले भन्थे यी देउताका पाहुना हुन्। अझै रोचक कुरा त के भयो भने जो देउताका पाहुना भनिसकेपछि यहाँ धेरै इज्जत गर्दो रहेछन्। देउताका पाहुना भनिसकेपछि हामीलाई कतिले बाटो खोलिदिन सहयोग गर्दै थिए। यी देउताका पाहुना हुन्, यिनलाई बाटो छाड्देऊ। हामी बाटुले मेलालाई क्रस गरी धिमे आइपुग्दा करिब 1 बजिसकेको थियो। हामी केही बेर विश्राम गर्यौं, जहाँ ससाना खोल्साहरूमा काठका पुलहरू यसरी बनाइएका थिए। हामी यताउति घुम्दै पुनः आफ्नो यात्रा तय गर्न गाडीमा बस्न थाल्यौं। जानुपर्ने यो डाँडा पल्लापट्टि आउँदै ढिमे भन्ने ठाउँ एकछिन बिसायौँ हामी केही बेर। हामीलाई विश्रामको यात्रापछि फेरि अगाडिको यात्रा निकै कष्टकर रह्यो। हामी कुसे गाउँपालिका आइपुग्दै गर्दा बाटो निकै अप्ठ्यारो रहेछ। उकालो बाटो, त्यसमा विभिन्न खाल्डाखुल्डी तथा बाटोमा ग्राभेल नभएको कारण गाडी चिप्लिने, गाडी भासिने अवस्थामा थियो। गाडी आउँदैछ, यो भएन, गाडी तान्न नसके हुनाले यस्तो बाटो, उकालो बाटो, धुलामे बाटो छ, तल हिलो छ, तल ग्राभेल सराभेल। यहाँ ड्राइभरले र बिचरा उसले दुःख गरेर तल ढुङ्गा हाल्दैछन्। साथीहरूले यसो ढुङ्गा हालेर हामी घन्टा बजाए हजुर। हामी ओहो हो यहाँ आइपुग्ने बेला भएन अल्छरले हिलो बनाएछ। बनाउनु पर्ने नि हिलो त। तपाईँ झोला हो ल, हिलो भयो खै त हेर्नु त कस्तो लाग्छ? ठिक छ हिँडाइ? माइलोवाला ठिक लाग्छ अरे हिँडाइ? यो बाटो अप्ठ्यारो छ, साह्रो। सबै हामी अब यहाँनिरबाट अलिकति हिँड्नुपर्ने भयो, साह्रै उकालो, तल फेरि बाटो अलिकति हिलो भएर डेन्जर छ बाटो। त्यसले गर्दा हामी त्यहाँ 3 जना मात्रै अलि अशक्तहरूलाई छाडेर हामी यसरी हिँड्दैछौँ। हेलो हेलो हेलो, फेरि फस्यो तल है, त्यो गाडी फेरि फस्यो, त्यो हिँड्न सकेन फेरि। गाह्रो भएर अब हिँड्ने, भोलि फर्किँदा गाह्रो छ फेरि। अब धगल्ने मान्छे पनि सबै यहाँ माथि आइग्यौँ, कोही धगल्ने फेरि तल। ढुङ्गा हाल्ने कुरो भइरहेछ। ल यो पनि निस्क्यो, यो गाडी है त, यो गाडी पनि निस्क्यो। हामी फाइनल्ली पैक आइपुगिसकेका छौँ जाजरकोटको। अब हामी थोरै हिँडिसकेपछि पैक आइपुग्नेछ। के भन्दा बाटो अलि डेन्जर, उकालो, त्यसमा पनि
गाडीलाई झोकेर हिँड्नुपर्ने टर्बो इन्जनको लागि पनि झोकेर हिँड्नुपर्ने भानाले ऊ यहाँ पारी देखिएको गाउँ पैकको सुन्दर गाउँ छ रमणीय गाउँ छ जुम्ला र जाजरकोटको सिमाना नजिकै रहेको जाजरकोटमै पर्ने पैकमा हामी मस्टरथान आइपुग्दै गर्दा बाटो झनै डेन्जर देखेपछि गाडीलाई सहज होस् भनेर केही व्यक्ति गाडीदेखि ओर्ल्यौँ र गाडीलाई अशक्त व्यक्तिहरू राखेर अगाडि बढ्न दियौँ। हामी पैदल यात्राको क्रममा झोलुङ्गे पुल ती खोल्साहरूमा भएका झोलुङ्गे पुलमा पार गर्दै झोलुङ्गे पुलमा चढ्दै रमाइलो गर्दै अगाडि बढ्यौँ र त्यहाँका सुन्दर दृश्यहरू पायौँ। यसरी हामी पुल गएर हलो गरिदिउँ। हलो जाजरकोट पैक ल यसरी हामी पुललाई क्रस गरी हामी दौडेर पुललाई यसरी ल यो पुल हामी क्रस गऱ्यौँ दौडेर। कुल देउताको थाहा होला जोस पनि भर्या उता छेउमा फाइनल्ली पैक भन्ने आइपुगे ठाउँमा आइपुगेका छौँ जहाँ हाम्रो कुल देउताको उद्गम स्थल। यहाँका पहाडी खेतहरू फाँटहरू यो पहाडका खेतहरू छन्। सुन्तलाहरू यहाँ लटारम्म फलेका छन्। एकछिनमा देखाउनेछु सुन्तलालाई। हाम्रो टोली ऊ त्यहाँ माथि ल हलो गरिदिउँ त हलो त्यहाँबाट त्यहाँ ल यो हात उठाउने टोली हाम्रो है त। मस्टरथान पुग्दै गर्दा झनै बाटो अप्ठ्यारो देखेपछि सबैजना ओर्लिएर आफ्नो यात्रा तय गर्यौँ र गाडीलाई खाली नै अगाडि बढ्न दियौँ। यसरी भिर पाखा छिचोल्दै हामी अघि बढ्यौँ। लाई पनि धन्यवाद। हामी यस्ता डाँडा काँडा छिचोल्दै टाढोदेखि यहाँ आइपुग्यौँ। हामी यसै सुन्तलाहरू यहाँ यो जाजरकोटको पैकमा सुन्तलाहरू सानो बुटामा पनि यत्र यत्र सुन्तलाहरू छन्। कति सुन्दर सुन्तलाहरू छन्। आहा यो पैँको रुख यसरी पुरै ढकमक्क फुलेको छ। यो पैकमा पैँयौँ तल तोरी पारी खेतका फाँटहरू यो सुन्दर दृश्य। हामी पैक आइपुगेका छौँ। पैकमा यसरी हामी पैक आइपुगेपछि बस बिसनबाट आफ्नो ब्यागहरू तान्दै मस्टरथानमा प्रवेश गर्न अगाडि बढ्यौँ। मस्टरथान पुगिसकेपछि हामीलाई सुसारे आमाले टीकाकरण गराई फोटो लिन आग्रह गर्नुभयो। सुसारे आमा हामीले पुगेको साँझ नै हामीलाई सबै कुराहरू हेराउने उहाँका कुराहरू बुझ्ने गऱ्यौँ र बिहानै हामी मस्टो मन्दिर महाकाल मन्दिर दर्शन गर्नको लागि अगाडि बढ्यौँ। हामी सिडी चढेर जाँदैछौँ। अब माथि यसरी सिडी छ प्रत्येक ठाउँमा। हामी तल जो मस्टाको थानदेखि यता जाँदा हामी माथि मन्दिर थानमा जहाँ मस्टाको मन्दिर छ महाकालको मन्दिर छ त्यहाँ जाँदैछौँ। हाम्रो महाकालको पानी त देखाउनै पर्छ अरे। हो हामी जाजरकोटको पैक भन्ने ठाउँमा छौँ। नानी के गाविस कुसे गाउँपालिका नि कुसे गाउँ वडा नम्बर 9 पैक भन्ने ठाउँ। यता जुन जाजर यो वरपरका सुन्दर पहाडहरू अनि यो सुन्दर मनोरम दृश्य। यहाँ ठाउँ ठाउँमा देवताका थानहरू छन् देख्न सकिन्छ। यो देवभूमि यो पुण्यभूमि। हामी यसरी आइपुगेका छौँ मस्टरथानदेखि मन्दिरसम्म।
मष्ट देवताको जो सम्पूर्ण भक्तजनको जय होस्। आज एउटा ऐतिहासिक भूमिमा आउने अवसर मिल्यो। यात्रापछि हामी हिजो आइपुगेका थियौँ थानमा। अब मन्दिरमा जाँदैछौँ। यसरी मन्दिरको परिसरमा कस्तो लाग्यो उकालो चढ्दा? खुट्टा सन्चो हुन्छ नि नै? सन्चो होला नि। मनको सबै सन्चो हुन्छ। कस्तो लाग्यो यात्रा अङ्कलको? मङ्गाल कुलदेवताको थान, यो मष्ट देवताको थान आउँदा एकछिनपछि खुल्छ होला। यसरी तारबार यसरी घेरबार गरिएको छ। यो यहाँ भगेराहरू लगाइरहेका छन्। जय श्री राम लेखेको। उता शिवजीको ओम नमः शिवाय, यता जय श्री राम। यसरी भइहाल्छ। हामी मष्ट देवता र मङ्गाल देवताको थानमा आएको छौँ। मङ्गाल देवताको यो पानी यसरी चल्दो रहेछ। मङ्गालको मन्दिर, मष्ट देवताको मन्दिर। केही हुन्न, झन् राम्रो खालि। धार्मिक स्थलहरूलाई घुम्दैछौँ। वृक्ष छ ठुलो। क्या रुख रहेछ? चप्पल छ। यो मष्ट देवताको शक्ति भएको ठाउँ। यो मङ्गाल देवताको, यता माथि मष्ट देवताको। हामी थानमा यसरी हामी फाइनल्ली मन्दिरको ढोकाबाट प्रवेश गर्दैछौँ। यसरी सबैजना भक्तजन, हाम्रो जो मष्ट देवता प्रति आस्थावान राख्ने भक्तजनहरू सबै आउनु भएको छ। पुजारी, भक्तजन लगायत सबैजना। अब भित्र गएन हाम्रो देवतालाई हामी मस्टोको धामीले धुपदीप मन्दिर, पुष्पगुच्छा अर्पण गर्नेछौँ तथा वरिपरिको ठाउँहरू चिनाउँदै महाकाल मन्दिर र मष्ट मन्दिरमा पूजा गराई ग्रुपमा फोटो खिची हामी मन्दिर संरक्षणको लागि कुशे गाउँपालिकाले तारबार तथा पर्खालको लागि सहयोग गरेको रहेछ। मन्दिर प्राङ्गणमा विशाल देयरसल्लाको वृक्ष देख्न सकिन्थ्यो। महाकालको मन्दिर, महाकाल महाकाल भन्छ तर महाकाल मन्दिर पैक हाम्रो कुशे गाउँपालिका वडा नम्बर 9 पैक जाजरकोटमा स्थित यो पौराणिक स्थल। यो महाकालको कुण्ड जहाँ जल यसको पाइपबाट निस्किएको छ, राखिएको छ। हाम्रो यो महाकालको मन्दिर। हामी सबैको कुलदेवता दाहिना हुन्, सकारात्मक मनोकामना कुलदेवताले पूर्ण गरून् भन्दै धामीको आशीर्वाद लिई, मष्ट देवता महाकाल देवताको आशीर्वाद लिई हामी पुनः दाङतर्फ फर्किनु निधो गर्यौं।